सो हामी चाहिँ यहाँ अफिकाको बेबी सावरको लागि डेकोरेसनको तयारीको लागि चाहिँ हल्का यो लिएर आयौँ हैन काठको। अनि यसलाई चाहिँ हामीले गोल्डन कलर लगाउने सोचेर गोल्डन कलर लगाउँदैछौँ। मेसी छ सबै अहिले यति बेला। अनि यतापा चाहिँ रचनाले डाइपरको केक गराउँदैछिन्। डाइपर केक फर्स्ट टाइम हो है, कस्तो बन्छ थाहा छैन तर ट्राई गर्दैछु। हेरौँ रचनाले ट्राई गरेर चट्ट डाइपरको केक, अब गोलो केक भन्छ कि च्याप्टो केक भन्छ अब यहाँ। लेट्स सी। म चाहिँ आज यतिसम्म बनाएँ डाइपर केक अकेले छु। आज अझत काममा जानु भएको छ। अनि अब यसलाई चाहिँ अब डेकोरेसन दिने तयारीमा छु। यस्ता चिजहरू छन्। म यसलाई चाहिँ अब डेकोरेसनको तयारीमा जाँदैछु। मसँग चाहिँ हट ग्लु गन। डाइपर केक यहाँसम्म चाहिँ तयार हुँदैछ है। यतिसम्म चाहिँ बन्यो। यसले पिङ्कले रोल गर्दैछु डाइपर केकको। अघि अलमोस्ट यहाँसम्म मात्रै गर्नुपर्ने। 3 रोल गराइसकेँ यसको लागि। चाहिँ मेरो पहिलो एक्सपिरियन्स हो डाइपर केकको। नै हुँदो रहेछ। ओके अब यसलाई फुलबुट्टा भर्नु पर्यो अलिअलि कता कता के मिल्छ। यो पनि पिङ्क पिङ्क भएको भए हुन्थ्यो। पिङ्क पाइ खरै एउटा नयाँ आइडिया डिस्कभर गरेँ। गरी बटरफ्लाई बनाएर डेकोर गर्ने। त्यसको लागि चाहिँ अलिकति डिस्टेन्सको रिबन लिएर रिबनलाई यहाँ गराएर यो बच्चा बेलामा स्कुल जाने बेलालाई चाहिँ गर्थ्यौँ रिबन बनाउने काम। ओ बचपन याद आ गया। यस्तो अनि बन्छ हाम्रो चुटुक्कको पिङ्की रिबन। See? Looks pretty. यसलाई आफैले साइज बनाइदिन नि मिलो। न म चाहिँ यो सानो बनाएर
यसमै डेकोर गरौँ भन्ने सोचिरहेको छु। यो घनले चाहिँ झमेला दिइरहेछ। अनै छ त आउँदो रहेछ क्या जम्मै जमिसी। इलेक्ट्रिक नै ठिक हुन्छ क्या हो यो गन त। अनि यसरी हामीले यहाँ चुटु 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 टाँस्छौँ। माथिबाट हेर्दा चाहिँ ठुलो बनाइराखेको छु। मैले हल्का यसमा चाहिँ मोतीमालाले टचअप दिने सोच्दैछु। चाहिँ कस्तो हुन्छ। Not bad. Vio. Gacha करे। ठेम्न पर्ने भएछ नि के को। नाइस। हाम्रो चाहिँ फाइनल लुक अलमोस्ट तयार भयो। डाइपर केकको हेरौँ है त। सबै कुरा जुगाड गरी फाइनल लुक इज हियर। Yay! कस्तो राम्रो देखिएको छ है। म चाहिँ हेरै भएको छु आफैले बनाएर। पहिलोपटकको ट्राई पनि इट्स गुड। ओके, डाइपर केक रेडी सँगसँगै अब हाम्रो सेकेन्ड प्रोग्राम छ यो गिफ्ट बास्केट। यसलाई चाहिँ हामी डेकोर गर्ने तयारीमै छौँ। यो लौरो ल्याएर अझ जीले रेती लाउँदै हुनुहुन्छ। रेतीहरूमा ल अच्छा। अनि सँगसँगै अब भोलिको बेबी सावर सँगै पर्सि फेरि यहाँ अर्को प्रोग्राम पनि हल्का फुल्का सेट भइसकेको छ। यता अजुतको कामको 5 इयर एनिभर्सरी सेलिब्रेसन चाहिँ उसको साथीहरूसँगको लागि यो कार्यक्रमको तयारी चाहिँ यता स्याटरडेलाई छ। अनि फ्राइडेको लागि यहाँ हामीहरूको तयारीमा छौँ अन द प्रोसेस। तर अलिकति कुनामा चेप्न पर्ने होइन, अलि यता भएन। त्यही कुना यहाँ यस्तो छ नि त, एङ्गल छ नि त। ओके, अब हामी यसलाई डेकोर गर्दै स्ट्यान्ड बनायौँ होइन। अलिकति यो मोजा अब झुलाउने काम हुँदैछ यहाँ। बुन्टे क्लिप है यसरी। यस्तो धेरै टाइट हुँदो रहेछ क्या यो क्लिप। ठिक छ है। ठिकै भइरहेछ। कहाँ कस्तो के मिसिङ भइरहे जस्तो फिल भएको के। ल झुलाउने यस्तै गरी होइन र। कस्तो कस्तो मिसिङ, समथिङ मिसिङ जस्तो फिल भइरहेछ।
पिङ्की एउटा मात्रै राख्ने भयो ए यो त यता फर्किँदो रहेछ फेरि यो त यता खुट्टाको जस्तो यता फर्किनु न होइन यस्तो गर्नु पर्यो एउटा यता फर्काउने एउटा उता फर्काउने गरेर हुन्न के हुन्छ एउटा उता अब व्हाइट यता यता अनि यता है त्यता त जोडेकै छैन नि त अनि जोड्नु पर्यो अब त्यसलाई फेरि ग्लु लगाउनु पर्यो हाम्रो अहिलेसम्मको तयारी चाहिँ यतिसम्म पुग्यो होइन डेकोरेसनको लागि जाँदैछ भर्खर खाना खायौँ अनि कमेडी च्याम्पियन हेर्दै यता उदु यता उदु हुँदै हामी यहाँ कन्टिन्यू गर्दैछौँ अब यसलाई अझै दिनै छ अब यसलाई भर्न छ है अब यसमा के हाल्नु हो अब फेरि यसलाई अल्छी बुढो गर्न केही पर्दैन होइन म काममा जान छ अब ऊ चाहिँ ढलिसक्नु थालिसक्यो भद्र बोल्छ सबै यो चाहिँ यसरी फाइनल लुक चाहिँ यो भयो हामीले त्यसलाई चाहिँ फुल लगायौँ होइन अनि यो टेडीहरू अनि यो बेबीका लुगाहरू अनि यो सक्सहरू त्यसैलाई हल्का एडिट गरेर यतिको बन्यो यो चाहिँ फाइनल लुक यस्तो भयो चाहिँ यस्तो हुन्छ अब भोलिको फुल डेकोरेसनमा चाहिँ कस्तो हुन्छ ल अब चाहिँ रचनाले यहाँ रोटी बनाउँदैछिन् सेल रोटी मजाले फुलाइछिन् पर्फेक्ट भइसक्यो कि मेरो बुढीले रोटी चाहिँ यस्तो बनिरहेछ हाम्रो दुराले बनाएको रोटी बनाउने बाहिर गर्मीमा हामी चाहिँ रेडी भएर अब जाँदैछौँ उतातिर डाइपर केक विथ डाइपर ड्राइभर हामी जाँदैछौँ है अचुजी केक लिएर आउनु भयो कस्तो ब्लर आएको हामी हलमा आइपुग्यौँ अब त्यही गर्ने पहिला अब होइन डेकोरेसनको स्टार्टिङ हुँदैछ यहाँ चाहिँ रमै छ अझै पनि सार्ने बनाउने डेकोरेसनको लुक अझै यो बेबी यता छुट्टी छ यता जुल्ची गर्दै हुनुहुन्छ अनि खानेकुराहरू चाहिँ रेडी छ अनि यता सबैजना
बेलाको चाहिँ स्न्याक्स खाने बेला भएको छ। रक्सालाई हामी गर्दैछौँ स्न्याक्सहरूलाई। भर्खर मान्छेहरू आइपुग्नु भएको छ। पिंकी कुमार Pink, yes. My favorite color. I'm a favorite one. समोसा चाहिँ अटेन भने यता अर्को प्लेट युज गर्नुभयो नि हुन्छ है। वन्दना दिदीको कपालले सबै छोप्यो क्या। अहिले कचन यस्तो डिप गरेर बहिनीको भेट भयो भर्खरै। त्यसै कार्यक्रम भइरहेछ यतासित। हाई 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 जु हाई जु हाई।
यहाँ चाहिँ होस्टिङ भइरहेछ You got that?